नेपाली कांग्रेसमा पनि बदलियो। यही बदलेको कारणले देशलाई बदल्नको लागि गगन कुमार थापाले यसपालि नेपाली जनताले बहुमतको सरकार बनाएर अगाडि बढाउँछ। उहाँले मात्रै उहाँले देशलाई बदलिन्छ। उहाँको समग्र जनताको मनोभावना र युवाको जनभावना लिएर अगाडि बढ्ने कुरा लिएर जुन क्षेत्रबाट अहिले निर्वाचन लड्नु भएको छ, उम्मेदवार दिनुभएको छ, त्यो क्षेत्रमा ठुलो समस्याको रूपमा देखा परेको छ वन्यजन्तु आरक्षणको जनावरबाट यहाँका मतदाता आतंकित छ। कोशी ब्यारेज जो अहिलेसम्म मुआवजा पाइसकेको अवस्था छैन। तपाईँले हरमनहर कंकालले कुरा गर्नुभयो भारतीय सीमानासँग जोडिएको पर्यटकीय नगरी हुन सक्ने गोरगडाको अवस्था अस्तव्यस्त छ। तपाईँको यो निर्वाचन क्षेत्रमा खानेपानी, स्वास्थ्य, शिक्षा सबै ध्वस्त बनिरहेको अवस्थामा तपाईँ चाहिँ 70 को मात्रै नेता नभई तपाईँलाई चाहिँ मध्य प्रदेशको एउटा चाहिँ नेपाली कांग्रेसको चाहिँ क्याडरको रूपमा हुन्छ। मध्य प्रदेशमा नेपाली कांग्रेसको अवस्था के रहन्छ यस वर्ष? अब म एउटा सानो कुरो के भन्न चाहन्छु, अहिलेको वनजन्तु आरक्षण जुन छ, हामीले बारम्बार नेपाली कांग्रेसले आवाज उठाइरहेका थिए। यहाँको समग्र सिंचाइको, खानेपानीको, समग्र ढालको, सडकको विकासको पूर्वाधार तयार गर्नको लागि नेपाली कांग्रेस बारम्बार पहिले 74 र 79 को चुनावमा नेपाली कांग्रेस आफ्नो आवाज उठाएर अगाडि बढिरहेको थियो, तर असफलता भयो। यसपालि नेपाली जनता, नेपाली कांग्रेस 1 नम्बर क्षेत्रको जनताले अब यो बुझिरहेको छ कि कसैले गर्न सकेन नेपाली कांग्रेस हाम्रो रुखछापले मात्र यो क्षेत्र। त्यसकारण हामीले यसपालि जनता उमङ्गले, हौसलाले राष्ट्र निकुञ्जलाई र हाम्रो जति पनि परियोजनाहरू छ, हाम्रो बेरोजगारीको समस्या बढी छ, भ्रष्टाचारीको समस्या बढी छ, सुशासनको कमी भइरहेको छ। त्यसकारण यसपालि नेपाली कांग्रेस छापले यसपालि बहुमत दिएर त्यहाँ केन्द्रमा पठाउँछ र त्यहीबाट हामीले समस्या ती कुराहरूलाई समस्या गर्न मैले अठोट र प्रतिबद्धता। तर यो कुरा पनि राष्ट्रको पनि लहर छ देशमा, मधेसमा रासपाको लहर जुन छ, एउटा जेनजीको आवाजमा मात्र उसले के भनिरहेछ कि जेनजीले गरेको छ। के जेनजीले हाम्रो नेपाली कांग्रेसको जेनजी यसमा छैन? हाम्रो यसमा कुन यहाँ छैन जेनजी हाम्रो त्यसमा रहेको छैन? त्यसैको जनभावनाले त हामीले आफ्नै पार्टीलाई बदलियो पहिले, अनि मात्र देश बदल्नको लागि हामी गइरहेछौँ। नेपाली कांग्रेसलाई सबै जेनजीले साथ दिएर हामी अगाडि बढिरहेछौँ। समय दिनुभयो। कांग्रेसको तर्फबाट 70 क्षेत्र नम्बर 1 का उम्मेदवार रामदेव शाह, यहाँ ठुलो संख्यामा नेपाली कांग्रेसका नेता